काका काका ए हजुर नानी बस्नु न। अन्त काका तपाईँ त बिसन्चो पो हुनुहुन्छ के हो? छुइनँ नानी, काम कुरो नभएर अहिले ढल्किरहेको थिएँ। खै नानीहरू मसिनो मसिनो छ, खै काम कुरो पाउनै पो साह्रो पऱ्यो हौ नानी। सुर्ता लागिरहेको छ हौ नानी, के गर्नु त्यस्तै छ। ए हजुर काका हो नि है, सबैजनाको त्यस्तो हो नि, मेरो पनि त्यस्तै नै हो नि काका। जिन्दगी त खै सबैजनाको त्यस्तै छ नि। दुःख सुख भनेको त त्यस्तै हो नि नानी, के गर्नु त्यस्तै छ। एकछिनै को हो। हजुर नानी। ए काका के गर्नु हुँदै थियो? ए यहाँ डुडु आएर पो बात मार्दै थियो हौ नानी। ए काका अलिकति मेरो घरमा आउनु न, काम थियो तपाईँसँग। ए हजुर नानी, के काम होला नानी? आउनु न, घरमा आएर भन्छ नि, एकछिन आउनुहोस् न ल। ए हुन्छ नानी, हुन्छ हुन्छ ओके काका, छिटो आउनुहोस् है काका ल। हुन्छ नानी, जाउँ एकछिन, पर बोलाउँदैछ पानी मागेको। ए हुन्छ ल हुन्छ हुन्छ। नानी किन नानी काका आउनु न, बस्नु न। हुन्छ नानी। के कारणले बोलाउनु भयो नानी? बस्नु न एकछिन, पहिला बात। ए तपाईँहरू दुईजना आउनुभएछ काका, राम्रै भयो। हेर्नु न, घर बनाउँदैछु, काठले पुगेन हो। बारीमा एउटा रुख छ, काटिदिनु नि हौ। ए कति दिनमा चाहिएको तपाईँलाई? मलाई त चाहिनु त छिटै चाहिएको नि हौ काका। छिटो चाहिएको? हजुर। हाम्रोमा लाग्छ नि हौ, अन्त तपाईँले 8-10 दिन त लाग्छ। काका अलिक छिटो गरिदिएको हुन्थ्यो नि। आँगन बनाउनु पऱ्यो, के गर्नु पऱ्यो, पूजापाठ गर्दा। त्यो त घर फिनिसिङ गर्नु पनि काका, हेर्नु न, अलिक छिटो चाहिएको थियो मलाई। पनि काटिदिनु न, कति दिन लाग्छ ल। हुन्छ हुन्छ। काका काटिदिन्छु त भनिहाल्नु भयो, तर कसरी चाहिँ काट्नुहुन्छ हौ? अहिले 220 रुपियाँ। ए हो, तर अलिक छिटो काटिदिन्छु काका ल। हुन्छ नानी, हुन्छ नानी, हामी गयौँ ल। ए हुन्छ हुन्छ काका, जाउँ हिँडौँ। ए काका छिटो छिटो काटिदिनुहोस् है। हुन्छ। जाउँ निस्क्यौँ है। काम कुरो नभएको बेलामा यसरी काम कुरो दिँदा त खुसी लागिरहेको छ है। हो नि, ढुक्क लाग्यो नि। र भोलि त ताडाताडी गरेर तिमी पनि यसो के कसो हुन्छ छिटो गरेर आउनु ल। हुन्छ डुडु ए डुडु तपाईँ ल्यायो। ल छिटो छिटो सक्दिहाल्नुहोस् हौ है। हो डुडु, हजुर 3-4 दिनमा त सक्छौँ होला है। सक्छ, 3-4 दिन त अलिक ज्यादा लाग्छ जस्तो छ। रासिन पानी खाने भयो भने पनि भयो नि है, ठिकै छ। दुःखको टाइममा हो। त्यही त, यस्तो झरीको टाइममा रासिन पानी खाने पैसा नि सकिसक्यो है। हो नि, साह्रै राम्रो काम गरे। कसको फोन आयो? हेलो बिर्के काका। हजुर नानी। ए कहाँ हुनुहुन्छ? ए हामी जाँदैछौँ आरा काट्नु। ए काका सुन्नु न। हजुर। ए के भन्छ, मिसिनले कटाउँ भनेको काका, अहिले नयाँ मिसिन निक्लेको छ अरे कि। हजुर। अन्त मिसिनले एकै दिनमा तपाईँको 30-35 केबी काटिदिन्छ अरे। तपाईँहरू नजानुहोस् ल काका ल। सस्तोमा पनि काटिदिनुहोस् 200 रुपियाँमा हो। हजुर। अब मलाई सस्तै चाहिएको काका, नरिसाउनुहोस् है काका ल। ए काका सुन्नु न। हजुर। के भन्छ, मलाई अलिक छिटो पनि चाहिएको थियो अनि सस्तो पनि चाहिएको थियो हो। हजुर। त्यही भएर अहिले नयाँ मिसिन निक्लेको छ अरे कि, त्यसले छिटो पनि काट्छ अरे। तपाईँहरू क्यान्सल गरेर काका, तपाईँहरूलाई नरिसाउनुहोस् है। खै के भन्नुहुन्छ हुन्छ हौ, नानीले पनि खै तल पुगिसकेको थियौँ नानी। होइन काका, अलिक छिटो चाहिएको थियो नि त, त्यही भएर नरिसाउनुहोस् न काका ल। यसो हात गऱ्यो है। सट्ट गरेर है। हुन्छ हुन्छ राख्ने नानी। खै अब के भन्नु है। बसौँ एकछिन ल। बसौँ यहाँ। साह्रै विश्वास लागेन हौ नानी।
के भयो बिर्के काका उदास भएर बसिरहनु भएको छ त हौ। यहाँ आएर काट्नु गएको थिएँ कि यो शनि नानीले पठाएर फोन गरेर अहिले क्यान्सल गरे नि यो राक्षस आएको दिन त खै। के हो राक्षस भनेको चाहिँ? ल सुन्नु न हौ हराउँदैछ त। ए यो आरा काट्ने मसिन। यो राक्षस आएर क्या शनि नानी पनि माक्को बिताएको रहेछ है दुदु। त्यही हो घरमै बोलाएर हामीलाई यसरी अब आरा काटिदिनु भनेर बिन्ती गर्यो। अन्त अहिले आएर चाहिँ अब क्यान्सल गर्दा त साह्रो विस्वाद लाग्यो। यो मिसिन चाहिँ कस्तो हुँदो रहेछ यो आरा काट्ने मिसिन चाहिँ। यसले त हाम्रो रोजीरोटी नै खोसिदियो त हौ है। खोसे त्यही त हो। साह्रो विस्वाद लाग्यो हौ मलाई त। के सोचे थे जिंदगीमा एक भयो आजा। के सोचे थे जिंदगीमा एक भयो आजा। एकाएक आधी चल्यो दिउँसै पर्यो